हेलो एभ्रिवान, नमस्ते। आज म पोर्क सेकुवा बनाउँदै छु। सेकुवा भन्ने बित्तिकै आगोमा पोलेर बनाइने मासुलाई भनिन्छ, तर यहाँ हामी विदेशमा चाहिँ यसरी आगो बाल्न त्यति सजिलो हुँदैन र एकदम झन्झट पनि हुन्छ नि त। त्यही भएर मैले चाहिँ यसलाई एयर फ्रायरमा नै बनाएर रेडी गरेको छु। त्यसको लागि मैले यहाँ यो पोर्क बेली लिएको छु। यसलाई सबैभन्दा पहिला त उमाल्न पर्छ। त्यसको लागि मैले अदुवा, यो तेजपत्ता, ल्वाङ, सुकुमेल र बेसार लिएको छु। अब मैले एउटा खुल्ला भाँडोमा चाहिँ पानी तताउनका लागि राखेँ। त्यसमा मैले थोरै नुन राखेको छु। अब यो मसलाहरू पनि यसमै राखिदिने र अब पानीलाई एकैछिन बोइल हुनको लागि छोडिदिने। यो पानी अब हल्का उम्लिन थालिसकेको छ। अब चाहिँ म यसमा यो पोर्क बेली राख्दैछु। हामीले चाहिँ यो पोर्क बेलीलाई 10 देखि 15 मिनटसम्म एकैछिन उमाल्न पर्ने हुन्छ। यसरी पकाउनभन्दा पहिला उमाल्दाखेरि चाहिँ यो यसमा भएको स्मेलहरू सबै हटेर जान्छ। र अब मैले दुवै साइडमा राम्रोसँग 15 मिनट जति उमालेको छु र अब यसलाई एउटा प्लेटमा राखेर चिसो हुनको लागि छोडिदिन्छु। ल मैले चाहिँ यो चिसो भइसकेपछि यसरी मसिनो गरेर काटेर लिएको छु। यस्तो पिसहरू चाहिँ हजुरहरूले कस्तो खान मन लाग्छ त्यही अनुसार आफ्नो स्वादअनुसार काटेर रेडी गर्नुहोला। मैले चाहिँ यसलाई मसिनो गरेर काटेको छु। अब चाहिँ यो मासु म्यारिनेट गर्नको लागि मैले यहाँ मसला लिएको छु। मसलाहरू चाहिँ हजुरहरूले आफ्नो घरमा जे एभाइलेबल छ त्यो युज गर्न सक्नुहुन्छ। मैले चाहिँ अदुवा लसुनको पेस्ट, जिरा धनियाँको धुलो, बेसार र यो चाहिँ चिल्ली फ्लेक्स युज गरेको छु। मैले चाहिँ मसलाहरू एकदमै सिम्पल युज गरेको छु। मलाई चाहिँ त्यति एकदमै धेरै हेभी मसला चाहिँ मन पर्दैन, त्यही भएर यतिको लिएको छु। अब चाहिँ यो मसलामा यो मासु राखिदिने र यसलाई मसला चारैतिर लाग्ने गरेर मजाले मिक्स गर्ने। ल हेर्नुहोस् त, मैले राम्रोसँग मिक्स गरि पनि सकेँ। र अब यसरी मिक्स गरिसकेपछि हजुरहरूसित टाइम छ भने चाहिँ यसलाई 1-2 घन्टा जति म्यारिनेट हुनको लागि छोडिदिनु होला। यदि टाइम छैन भने यति बेला नै पकाउन सुरु गर्दा हुन्छ। मैले चाहिँ यसलाई 2 घन्टा जति म्यारिनेट गरेर पकाउनको लागि राख्दैछु। र हेर्नुहोस् त, मैले यसरी पातलो गरेर एयर फ्रायरमा लगाएँ र अब एयर फ्रायर बन्द गरेर 200 डिग्री सेल्सियसमा 15 मिनट पाक्नको लागि छोडेको छु। हामीले चाहिँ यसलाई बिचबिचमा खोलेर चेक गर्न पर्ने हुन्छ। ल हेर्नुहोस् त, मैले 10 मिनट जति पकाएर यसलाई यसरी खोलेर हेरेको छु। यो मजाले गोल्डन ब्राउन भइसकेको छ। अब चाहिँ हामीले यसलाई अर्कोतिर पल्टाएर चाहिँ त्यता अर्को साइडमा नै राम्रोसँग पकाउनु पर्ने हुन्छ। ल हेर्नुहोस् कस्तो राम्रो कलर आएको छ। र मैले अर्को साइडमा पनि 10 मिनट जति पकाइसकेपछि यो मासु चाहिँ बनेर रेडी भइसकेको छ। ल हेर्नुहोस् त कस्तो यम्मी देखिएको छ। यसरी नै मैले बाँकी रहेको सबै मासु एयर फ्रायरमा राखेर उल्ट्याउँदै पल्ट्याउँदै गरेर पकाइ पनि सकेको छु र यो रेडी पनि भइसकेको छ। ल हेर्नुहोस् त, हेर्दै खाउँ खाउँ लाग्ने भएको छैन त। यसरी एयर फ्रायरमा नै एकदमै सजिलोसित एकदम मिठो पोर्कको सेकुवा बनेर रेडी हुन्छ। हजुरहरू पनि एकपटक यसरी नै बनाएर ट्राई गर्नुहोला। एकदमै मिठो बनेर रेडी हुन्छ। यदि हजुरहरूलाई मेरो यो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला अनि यो भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। थ्याङ्क यू फर वाचिङ। बाई।